हेलो हाई नमस्ते। सो आज डे 5 को मेरो लुक्स ल। अब म खाजा साजा खान गएँ है त ल। ब्रेकफास्टमा चाहिँ पोहा र लस्सी छ। अब म खान बस्छु है त। सो पोहा चाहिँ मैले लाइफमा फर्स्ट टाइम ट्राई गर्दैछु। सुने हो इन्डियन मान्छेहरूले खानुहुन्छ बनाउनुहुन्छ भनेर हैन। फर्स्ट टाइम पोहा खाँदैछु। पोहा हुन चाहिँ यसलाई चिउरालाई भिजाएर फ्राई गर्ने रहेछ अनि त्यसमा अब अरू के मिक्स गर्ने। सो नाइस, एकदम मिठो। मलाई कस्तो मिठो लाग्यो। म पनि घरमा ट्राई गर्छु अब एकचोटि पोहा। तपाईँलाई कस्तो लाग्यो मम्मी? मिठो लाग्यो? तिमीलाई कस्तो लाग्यो बुनु? मिठो छ? मिठो छ। यो चाहिँ लस्सी। यो थप्न पाइन्छ कि पाइँदैन थाहा छैन, तर थप्न पायो भने म थप्छु। यसमा अब कडी पत्ता अनि यो सायद घिउमा फ्राई गरेर छ। घिउमा फ्राई गराएर चाहिँ मम्मी यसलाई के तेलमै हो? यसलाई घिउमा फ्राई गरायो हो कि तेलमा फ्राई गरायो हो? मैले पनि पत्ता लाउनै सकिनँ, तर मिठो छ। अनि माथिबाट दालमोट भुजियाहरू मिक्स गरेर छ, मिठो छ। सत्सङ हेरेर निस्क्यौँ अब हामी। भाउजू कहाँ जानुभएको? कस्तो लाग्दैछ भाउजू तपाईँलाई? राम्रो लाग्दैछ? सबके कैसा लग रहा है? मेरे पर हिंदी मैथिली सब मिक्स। चावल की दुकान, कस्तो लागिरहेछ भाउजू? चावल की दुकान, कस्तो लागिरहेछ? माताजी राम्रो लागिरहेछ? मेरो युट्युब च्यानलमा आउँछ कि यो हेर्नु ल। दाजु कस्तो लागिरहेछ तपाईँलाई यहाँ आएर? ठिक छ, राम्रो लागिरहेछ तपाईँलाई? मलाई त यो स्वर्ग जस्तो लागिरहेछ। म त यतै बस्छु कि जस्तो लाग्छ। अब स्वर्ग जानु पर्दैन बाहिर होइन, यही स्वर्ग। तपाईँको भन्नु? मैले त घरमा बेलुकै फोन गरेर भनिसकेँ अब हामी आउँदैन यहाँ छोडेर, यहाँबाट अन्तै जान्छ, तिमीहरूको घर सम्हालेर आफ्नो व्यवस्था गर भनिसकेँ। ल अब रञ्जित भाइ कहाँ छ सुन्यो होइन? व्यवस्था गर, बुवा आउनुहुन्न। म ल्याउँछु टेन्सन नल्याउ, म लिएर आउँछु सबैजनालाई। त्वं तं ब्रह्मणस्पते शोभ इन्द्रस्य मर्त्यं दक्षिणापात्वङ्गसः स्वाहा। ओम सदस्पति अद्भुतं प्रियं इंद्रस्य काम्यं शनिं मेधायाम्। हम तुझे दुनिया से होकर बेखबर देखा करें। गुरुकुलको जीवनी अब देखाउँछ है त मलाई। गुरु मातृ पिता गुरु बंधु सखा तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम। तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम। गुरु मातृ पिता गुरु बंधु सखा तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम।
तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम प्रियतम तुम्ही प्राणनाथ तुम्ही प्रियतम तुम्ही प्राणनाथ तुम्ही तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम गुरु मातृ पिता गुरु बंधु सखा तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम गुरु मातृ पिता गुरु बंधु सखा बिहान लाइन बसेर अनि त्यो पुहा र समथिङ के खाएँ होइन अब अहिले फेरि लाइन बसेर खाना खाने लाइनमा बसेको छु यहाँ चाहिँ लाइन बिहान उठ्यो फ्रेस भयो लाइन बस्यो खाजा खायो यताउति गर्यो अनि फेरि लाइन भोक लाग्छ अनि फेरि लाइन बस्यो अनि फेरि खाना खायो होइन रमाइलो छ रमाइलो लागिरहेछ मलाई चाहिँ होइन मलाई चाहिँ के लागिरहेको थियो भन्दाखेरि बोर हुन्छ होला भन्ने लागिरहेको थियो तर स्पेसली यो खाना खाँदाखेरि चाहिँ होइन यसरी भण्डारणहरूमा अनि यो पण्डालहरूमा अनि यो भजन छ लाइक यस्तो खालकोमा खाना खाँदाखेरि चाहिँ मलाई प्रातु तिम्रो अनि भाइ तेरो धेरै याद आउँछ होइन त्यही भएर धेरै याद आएर तिमीहरूको भात पनि मैले नै खाने गरेको छु मैले आज पनि 2 थाल भात खाएँ अहिले चाहिँ अगाएँ अब राख्छु ल सो खानासाना खाइसक्यौँ अब हामीले अनि त्यसपछि अब चाहिँ म आजको भ्लगलाई यहीँ इन्ड गर्छु है सो टाटा बाई राम्रोसँग बस्नु होला प्लिज बाबा ल